नमस्ते सेवारो सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथमा म पनि सन्चै छु। आज धेरै दिनपछि फेरि एउटा ब्लग लिएर आइरहेको छु। आज चाहिँ मेरो बिहानै यो किचनबाट ब्लग स्टार्ट भइरहेछ साथी हो। म चाहिँ हैन अलिक ढिलै पनि उठे अनि ढिलो उठेर हेर्नुस् है भर्खर मुखसुख धोएर ब्रस गरेर अरु केही नगरिकन मम्मीलाई दबाई सबाई दिएर मम्मीको खाना बनाइरहेछु साथी हो। हाम्रो मम्मी चाहिँ बिरामी हुनुभएको धेरै लामो समयदेखि बिरामी हुनुभएकोले यस्तो खालको खाना खानुहुन्छ साथी हो। यो के भन्नुहुन्छ भने यो चामल पिसेको पिठो अनि साथु अनि यसमा हर्लिक्स दुध मिक्स गरेर यस्तो तारेर खुवाउनु पर्छ साथी हो। यो चाहिँ मम्मीको खाना तार्ने डारु हो। अब चाहिँ मम्मीलाई खाना लगिदिन्छु। मम्मी चाहिँ रुममा हुनुहुन्छ, दबाई खाइसक्नु भएर। मम्मीको खाना खाने गिलास यो मुखमा यसो पोखेर जिउमा लाग्छ भनेको बेर्ने यो। म चाहिँ अहिले कहाँ छु भने साथी हो, अहिले म चाहिँ धुलाबारीमा छु। एकछिन कस्तो अप्ठ्यारो पो भयो यार। गिलास यो रुममै लगिदिन्छ भनेको साथी। आज हिजोदेखि अलिक सन्चो हुनुहुन्न, सन्चो हुनुभएको भए त यहाँ किचनमा आएर सबै कुरा आफै खानुहुन्थ्यो। अलिक सन्चो नहुनु भएको कारणले म चाहिँ रुममै लगिदिँदैछु। हेर्नुहोस् यस्तो छ घर साथी हो। हाम्रो वरिपरि घर छ, एउटा गाउँ बस्ती जस्तै छ हाम्रो चाहिँ। मम्मी खै बत्ती बालौँ हौ। भान्जा आइरहेछ। भान्जाले गर्दैछ। एकछिनै म टेबल लिएर आउँछु ल। खाँदै हुन्छ, म ब्याक साइडबाट देखाउँछु नबोलिकन। लुगाहरू पनि धुनु पर्ने छ। मम्मी चाहिँ बसिराख्नु भएको छ खाना खाँदै। यतिसम्म सुतिरहन्छ है। हेर्नुहोस् है मेरो साथी हो अल्छे छोरीहरू, फास्ट अल्छे छन् यार। हिजो अलिक व्यस्तताको कारण लुगा धुइनँ। हाम्रो बाख्रा आज चाहिँ मैले धेरै दिनपछि यो भान्जालाई पनि भ्लगमा ल्याउनु पर्यो भनेर साथी हो मैले भ्लग गरिरहेको छु। निकै दिन भइसक्यो म यहाँनिर आएको, तर पनि मैले भ्लग गरेको छुइनँ, भ्लग बनाएको छुइनँ। मेरो भान्जा यो भान्जा हो अनि सबै देखाउँछु। हालत यस्तो छ अनि यहाँ चाहिँ धेरै मेहनती छ है यो भान्जा चाहिँ। लु सबैले हेर्नु यहाँ भिडियो मार्फत जोइ छान्नुहुन्छ भने छान्नुहोस्। हेर्नु यहाँ आएर अघि तल उसको छामाकोमा राति साथी गर्नु गएर आएर यहाँ रक्सी स्टार्ट भएन त यो अङ्गान पनि बढाएको छ नि भान्जाले कति साह्रो। तर अहिले म आएको छु रे, नबढाडेको रे, अनि मैले नै बढार्नु पर्ने रे अहिले चाहिँ। अनि अङ्गान बढार्नुमा चाहिँ अलिकति फुर्सद भएको छ अरे भान्जालाई। रक्सी चाहिँ त उसले आफै बनाउँछ, उसको यो बिजनेस हो। बाख्रा पनि स्याहार्ने बिजनेस हो, कुखुरा धरी पनि बिजनेस हो उसको। बोजूको एक मात्र हाम्रो घर साथी हो। यस्तो छ घर पनि, पुरै बस्ती छ घर पनि। यहाँबाट सुरु हुन्छ अङ्गान बढार्न चाहिँ, यहाँबाट सुरु हुन्छ साथी हो। पहिला त यहाँ अङ्गान पनि प्लास्टर गरेको थिएन, कति गाह्रो हुन्थ्यो। अहिले अलिक प्लास्टर गरेको छ र सजिलो छ। यहाँबाट सुरु हुँदै जान्छ, सुरु हुँदै जान्छ। अनि यता कुना कप्चा पनि बढार्नुपर्छ। यहाँ चाहिँ अस्ति झ्याल फ्यालेर यहाँ रङ गरे कलर गरेको छैन। अनि यहाँबाट हुँदै यता पनि घर छ, त्यहाँदेखि बढार्दै लगेर यहाँ पनि बढार्दै लगेर बढार्दै तल पुग्नुपर्छ। अझै भएन यता कुना नि बढार्नुपर्छ। अनि यो चाहिँ मैले धरानबाट ल्याएर
रोपेको फुलहरू हो। अनि त्यसै दिदीले गमला किनेर सबैलाई मजाले गमलामा सारेर रोपिराख्नु भएको छ मेरो माइली जेठानी दिदीले। यो पनि मैले धरानबाट ल्याएको, यस्तो जागिरहेछ यो पनि खतरा। अनि यो पनि धरानबाट लिएर आएको साइली दिदीको घरबाट। यो बाँसकारीबाट टिपेर ल्याएको, यो गाउँघरमै खोजेको, यो इन्डियाबाट कान्छी दिदीले ल्याउनु भएको। यो पनि धरानको फुल, धरानबाट ल्याएको। यो पनि धरानबाट ल्याएको, तर सबै कुखुराले खाएछ, मार्छ दिदीले। अब यो सबै योहरू चाहिँ मैले यहीँ भएको फुलहरूलाई कटिङ गर्दै रोप्दै गरेको साथी हो। हेर्नु बालुवा थियो, माटो पनि बारीबाट ओसारेर रोपेको। यिनीहरू पनि अस्ति नै मैले बर्खामा पहिला बर्खा लाग्दाखेरि यहाँ यो काट्दै सार्दै गरेर थोरै फुललाई यत्तिकै कलम काट्दै रोप्दै गरेर धेरै बनाइसकेको थियो। यो त पानी परेको बेला काटेर अलिअलि माटोले पुर्यो भने आफै उम्रिन्छ। हजुरहरूलाई पनि थाहा होला यो कुरा त। अब ढिलो नगरिकन मैले मम्मीलाई खाना दिइसकेँ, दबाई दिइसकेँ। अब किचन सिचन पनि बढारिसकेँ। अब अँगान बढार्ने, घर बढार्ने, अनि मात्रै भान्जा र म चिया खाने आनन्दले। अनि मात्रै चिया खाने हामी दुईजना। साथी हो ड्युटी सुरु भयो। रक्सी पनि बसा छ। अब अँगान बढार्ने ड्युटी सुरु भयो। अँगान बढार्नु मलाई ट्याक्कै पहिला 1 घन्टा लाग्थ्यो भने यो प्लास्टर गरेपछि आधी घन्टा लाग्छ साथी हो है। अब बढार्छु। आधी घन्टा लाग्छ अहिले, पहिला त 1 घन्टा लाग्थ्यो। मैले टाइम हेरी बढार्थेँ। यो के अरे प्लास्टर नगर्दा धेरै बालुवा हुन्थ्यो, अनि पातहरू धेरै झर्दा बटुल्दा हुन्थ्यो। अहिले लगभग आधी घन्टा त लाग्छ तलैसम्म पुग्दा। कसिङ्गा नभए पनि अलिअलि पात हुन्छ, के हुन्छ, बढार्नै पर्यो नि त डल्लै। अब म यहाँबाट बढार्दै ल्याउँछु। तर कस्तो घामले नै दिमी अलिक देखाउँछु है घामले। चल्दैन होला, तल मेरो कोठामा थियो, अनि त्यो सफा गर्दा अस्ति लिएर। अब म चाहिँ अँगान चाहिँ साथी यहाँबाट स्टार्ट गर्छु है।
फाइनली सक्यो बडा कुरा सक्यो देख्नुभयो साथी हो कहाँसम्म बढाउनुपर्छ अब सट्ट गरेर म देखाउँछु बडारी सकेको अन्त बडारे सबै पातसात छैन अहिले पातहरू छैन अहिले यता नि बडारी सके तलसम्म बाटोसम्म बडारे यता बडारे सबै बडारी सके साथी हो अब चिया खाने हजुर मुख पखाल्ने उयो चाहिँ खाइसक्नु भयो गिलो भात चाहिँ त्यही होस् कि ल्याउँ यता मम्मी हिजोदेखि अलिक धेर बिरामी भइराख्नु भएको छ हौ टेन्सन छ हौ यो क्यान्सरको बिरामी चाहिँ धेरै गाह्रो पर्ने के साथी हो के गर्नु अब आइया भन्नु चाहिँ हेर्नु चाहिँ पसिना कति निक्लेको छ अगानबाट देख्नु एक्सर्साइज ओह मुख पखाल्ने पानी त्यही मैले बिस्तारै हिँड्न अलिक अल्छी लाग्छ कि साथी हो पल्लो घर कुनै घरमा कुद्दा पनि हिँड्दा आउँदा पनि स्पिड चाहिँ कहिले त लडी पनि हाल्छु अब मम्मीलाई पानी लगिदिन्छ हेर्नु देख्नुभयो अब एउटा पसिना थिएन बढार्दा पसिना स्किनहरू पनि दाग साग निक्लेर केही छैन साथी खेर भयो जिन्दगी बुढेसकाल लाग्यो मम्मीलाई मुख पखाल्ने पानी चाहिँ खाना खाइसक्नुभयो फाइनली अब मुख पखाल्ने पानी छाप्नु त कतिको यतिको पानी हुन्छ कि मन तातो कुन नदुख्ने मुख के धुनु सक्नुहुन्न भने पुसिदिउँ टिस्युले मुख पुस्दिउँ धुनु सक्नुहुन्न कि मुख धुने ल्याइदिउँ पानी बिस्तारै पुस्नुहुन्छ मन तातो पानी ल्याइदिन्छु ल बिस्तारै यो कपडाले आफैले सोरी अप्ठ्यारो लाग्छ भने पुस्दा हुन्छ केमा पानी लगिदिउँ मुख धुने साथी हो गुवाको पानी पहिले बोकेको साथी हो बुवाले हाम्रो डेले चाहिँ धेर पानी पिउनुहुन्छ ससुरा बाबाले चाहिँ यसमा मात्रै गिलासमा दियो भने हुन्थ्यो मुख पनि अलिअलि मम्मीलाई पखालिदिइसक्यो साथी हो अब चिया बनाएर खानु पर्यो भान्जामा भान्जा कहाँ पो गयो भान्जा त भान्जा कहाँ कुदिपछि गयो भान्जा कहाँ गयो भान्जामा हिजो बसेर चिया खाने अब सँगै रक्सी पकाउने ठाउँमा पहिलाको मेरो रक्सी पकाउने ठाउँ भान्जा चिया बुई चिया ल्याइदिँदा फेरि लुगा धुनु थाल्दा त म त
पहिला खा सेलिन्छ पहिला खाइहाल्दा म त एकछिन त बनाउँदिनँ पहिला खाए मुडा पनि छैन के पनि छैन तिम्रो बाजे खाइदिइहालौँ न त है माइजू चिया हामी सँगै बसेर चिया खाऊँ भनेर अल्छी लाग्यो एक्लै अनि यता लिएर आएको यहाँ रक्सी बनाउने ठाउँमा अहिले दिन्छु चिया खाइदिन्छु है हामी चाहिँ यो कसले ल्याइदियो बिस्कुट मुडाहरू छैन यहाँ छ त माइजू बस्नु न हिची चाहिँ भान्जा सेमीको मुडा धेरै खाँदिनँ खै खै अरू बेला चाहिँ कति खान्छ कि अनि लिन्छु पो आजभोलि कम खाने गरेको छु वक्क लागिसक्यो खाँदा खाँदा बौ किन ए मापो गरेको छ कि हजुर ए मापो गरेको छ कि वक्क लागिसक्यो तँलाई पनि यति खाएको अघि खाएर आएको होइन हिजो फुपू के गर्दै हुन्छ यतामा भर्खर तपाईँ आज अब सबै कामहरू यस्तै छ साथीहरू अब खाना पनि पाएको अनि भान्जाले मुख लुकाएको छ दसैँ सक्यो मासु सक्यो सबैले भेज खान्छन् मिठो लागेको छैन भेज मिठो छ एउटा अन्डा पकाउँछ खालि गुको लिन्डा भन्छन् यो देवर बाबु चाहिँ खाएको लिन त्यसै मात्रै भन्छ खाँदा पनि त्यही मात्रै भन्छ यहाँ अन्डा पकाउनु आँटेको छ त्यही नाम लिँदै यो रक्सी बनाइसकेर भान्जा भात खाँदैछ अब भात पनि खाइसक्नु आँट्यो दही पनि खाइसक्नु आँट्यो अब सुकुटी एकछिन वेट गर भनेको छौँ हामीले बिस्तारी भात खाऊ भनेको छौँ को थियो साँच्ची चम्ची लिनु मेरो हात ए अन्त नि यो चाहिँ कसको छोरी हो यो कसको छोरी हो यो कसको छोरा भन्दाखेरि चाहिँ अब परिचय भोलि दिउँला लु साथी हो खानासाना खाइसकेर पनि धन्दा मन्दा सकियो धन्दा मन्दा सन्दा सबै सक्यो साथी हो अब फेरि यहाँ खाना खाइसकेर पनि दिउँसोको व्यवस्था खाजाको व्यवस्थाहरू भइसक्यो अब ढिलो नगरेर हामी खाजासाजा खाएर फेरि लुगाफाटा पनि धुनु पर्नेछ साथी हो आजको चाहिँ मेरो धेरै दिनपछिको मेरो ब्लग यतिमै इन्डिङ गर्छु किचनबाटै सुरु गरेको फेरि किचनबाटै इन्डिङ गर्न चाहन्छु सबैजनालाई बाई बाई टाटा मलाई सपोर्ट गर्नुहोला माया गरिदिनु होला मेरो भिडियो अल्छी नगरी हेरिदिनु होला अनि लाइक कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला भन्दै आज पनि म बिदा माग्न चाहन्छु फेरि पनि भ्याएसम्म सकेसम्म अर्को ब्लगमा हजुरहरू सम्पूर्णलाई भेट्ने नै छु यति भन्दै सबैजनालाई बाई बाई